यो टेन्टाकल्स हो कि टेन्टाकल्स यसको अम्लाहरू जति पनि धेरै पनि हुन सक्छन् थोरै पनि हुन सक्छन् धेरै बनाउन सक्छ हैन अक्टोपस हुन्न अक्टोपस जस्तो टेन्टाकल्स हो यो चाहिँ अनि यस्तो चाहिँ यो चाहिँ लिचिक ढिचिक हुन्छ कि यस्तो यस्तो हुन्छ के हैन यता उता गर्न सक्छ कि हात लामो हुन्छ न यसको अनि धेरै हातहरू हुन्छ के हैन जता पनि जान सक्छ के अनि यो एउटा ठुलो एन्टिटी हो के डेन्जर एन्टिटी हो न एनिमल भन्छ जस्तै एन्टिटी ठुलै एन्टिटी हो के हैन त्यसले चाहिँ यो मान्छेले यो एन्टिटीसित इन्ट्रोड्युस भएछ के अनि फेरि यसलाई कन्ट्रोल गर्न सकेछ के यस्तो गर्दाखेरि यो एन्टिटीले उ देखाएको छ के मतलब रेस्पोन्स गरेछ के तर यताबाट मार्न पनि खोजिरहेछ तर यसलाई यहाँबाट उचालेछ पनि के फेरि अनि यो एन्टिटी अब यो इटर्नल बिङसित चाहिँ रेस्पोन्समा आइरहेछ र यो दुईटा चाहिँ अब एक हुन थालेछन् सिनर्जेटिक हुन थालेछन् र सिम्बायोटिक रिलेसनसिप देखाउन थालेछन् के उनीहरूले सो यही देखाउन चित्रित गर्न खोजेको यो ड्रइङले चाहिँ एउटा एन्टिटीसित एउटा त्यही प्रकारको त्यही एनर्जीवाला मान्छे चाहिँ भेट भयो एन्टिटीसित र यसैसित काउन्टर रियाक्ट गर्न थाल्यो र लड्न परेन बल्कि एकअर्कालाई सहायता पाइयो के एकअर्कालाई निड भयो जस्तो के आफ्नो शक्ति आफूले पायो के यसले आफ्नो गुरु पायो गुरुले आफ्नो शक्ति पायो के त्यस्तो हो के हैन सो त्यो देखाउन खोजेको यहाँ चाहिँ यो चाहिँ सेप सिफ्टिङ खालको एन्टिटी हो के ब्ल्याक एन्टिटी हो के यो चाहिँ डार्क एन्टिटी हो के डार्क सेप सिफ्टरहरू हो के टेन्टाकल्सवाला